हेलो हेलो नमस्ते। आज फेरि नयाँ भिडियो अनि नयाँ टपिक लिएर आइरहेको छु है। आजको टपिकको नाम चाहिँ छ रिजुभिनेसन्स। हाई, दिस इज दिवस थापा एन्ड वेलकम टु माई च्यानल द्याट इज फ्री कनरत्न इन्स्टिट्युसन्स अफ एजुकेसन है। आजको टपिकको नाम चाहिँ के हो भन्दाखेरि रिजुभिनेसन। रिजुभिनेसन अब यसलाई डिकोड गर्दाखेरि यो टपिकलाई डिकोड गर्दाखेरि हामीले के पाउँछौँ भनेको रि भनेको के हो फेरि जुबिनालबाट जुबिनाल भनेको यङ होइन। यो टपिकले के भन्दैछ रि यङ हुनु भन्दैछ। भन्नुको मतलब चाहिँ कुनै पनि ल्यान्ड फर्म पहिला हाम्रो इरोजनदेखिको लिएर होइन त्यहाँबाट ट्रान्सपोर्टेसनकोदेखिको लिएर डिपोजिसनसम्म पुगेर लास्ट लो लेभलमा बेस लेभल अफ इरोजन अन्तसम्म पुग्छ र फेरि अन्तमा पुगेपछि चाहिँ के हुन्छ भनेर त्यहाँनिर चाहिँ फेरि एउटा फेरि ल्यान्ड फर्म के हुन्छ अपलिफ्टमेन्ट हुन्छ कि सबमर्जेन्स अफ द सी हुन्छ। त्यसै कारण अपलिफ्टमेन्ट अफ द ल्यान्ड फर्म भएर जुन चाहिँ हाम्रो इरोजन पावर चाहिँ एसिलरेट हुन्छ होइन। अनि सबमर्जेन्स अफ द सी भएर पनि हाम्रो के हुन्छ एसिलरेसन हुन्छ इरोजिभ पावर। अनि त्यसलाई चाहिँ भनिन्छ इन्टरप्सन्स अफ साइकल अफ इरोजन। र रिजुनिभिनेसन भनेको चाहिँ के हो भन्दाखेरि टु एसिलरेट द इरोजिभ पावर अफ द रिभर होइन। एसिलेसन रिजुभिनेसन भनेको मिनिङ चाहिँ के रहेछ एसिलरेसन अफ इरोजन पावर होइन थ्रु वाट थ्रु upliftment of landmass or submerged or subsidence dens of sea होइन or increase the height of coast। कोस्ट भनेको समुद्रको छेउको जग्गा होइन जहाँनिर चाहिँ सी वाटर र ल्यान्ड फर्म मिसिएको भेट्ने जग्गा हुन्छ त्यसलाई चाहिँ के भनिन्छ कोस्ट लाइन अथवा कोस्ट है। ल यी कारणहरूले गर्दाखेरि चाहिँ हाम्रो के हुन्छ रिजुनिभेसन हुन्छ अनि एसिलेसन अफ इरोजन पावर हुन्छ। यो चाहिँ भयो तिमीहरूको कन्सेप्ट के को रिजुभिनेसनको डेफिनेसन पनि यहीबाट तिमीहरूले लेख्दा हुन्छ। रिजुभिनेसन इज द acceleration of the erosive power of the rejuvenation means the acceleration of the erosion power of the landform and through the process of through the upliftment of the land masses or the submergence of subsidence of the sea and increase the height of the coast भनेर हामी एक्सप्लेन गर्नु सक्छौँ यसलाई सानो यसको मिनिङ। अब it has two type the rejuvenation is थ्री टाइप। रिजुनिभेसन कति प्रकारको छ तीन प्रकारको छन्। के हो लेट्स डिस्कस होइन। थ्री टाइपको भने रिजुभिनेसन्स होइन रिजुभिनेसन हाम्रो कति प्रकारको छ तीन प्रकारको छ। एउटा छ डाइनामिक, अर्को छ युस्ट्याटिक, अर्को छ स्ट्याटिक। अब डाइनामिक भनेको के भन्छ डाइनामिक जब ल्यान्डफर्म अपलिफ्टमेन्ट भएर इरोजन पावर बढ्छ त्यसलाई चाहिँ भनिन्छ डाइनामिक रिजुभिनेसन। इट इज नथिङ बट cause due to the upliftment
अफ ल्यान्ड मास होइन। जब हाम्रो पहिला के हुन्छ भन्दाखेरि यहाँनिर रिभर यस्तो भइरहेको हुन्छ, ब्रड ब्रड भइरहेको हुन्छ होइन, स्यालो भइरहेको हुन्छ, एकदमै छर्के छर्के प्रकारको होइन। त्यहाँनिर कुनै पनि प्रक्रियाहरू इरोजन एक्टिभिटिजहरू भएको हुँदैन, त्यो ओल्ड स्टेजमा पुगिसकेको हुन्छ। त्यति बेला चाहिँ त्यो ओल्ड स्टेजमा पुगिरहेको बेलामा चाहिँ के हुन्छ, सडनली अपलिफ्टमेन्ट हुन्छ ड्यु टु द फोर्सेस द्याट इज अरिजिनेटिङ द इन्टेरियर अफ द अर्थ होइन। फोर्सेसहरूको गर्दा प्लेट मुभमेन्टको कारणले गर्दाखेरि त्यहाँनिर के हुन्छ, अपलिफ्टमेन्ट हुन्छ। त्यसलाई चाहिँ हामी त्यो जुन चाहिँ तिम्रो लास्ट स्टेजमा ओल्ड स्टेजमा जुन चाहिँ पुगेको थियो त्यति बेला लगातार चलिरहेको हुन्छ, एक्कासी त्यहाँनिर अपलिफ्टमेन्ट भएर इरोजन पावर बढेकोलाई चाहिँ के भन्छ, इन्टरप्सन इन द ग्लोबल साइकल अफ इरोजन। त्यसलाई चाहिँ भन्छ इन्टरप्सन इन द साइकल अफ इरोजन। एक प्रकारले जाँदै थियो त्यहाँनिर त्यो इन्टरप्ट भयो। अब इन्टरप्ट भएर फेरि त्यहाँनिर के भयो, न्यू ल्यान्डफर्म क्रिएट हुन्छ होइन, सरी न्यू इरोजन पावर त्यहाँनिर बढेर जान्छ होइन। अनि यसरी बढेको थियो त्यहाँनिर ड्यु टु द प्लेट मुभमेन्टको कारणले गर्दाखेरि चाहिँ त्यहाँनिर के भयो, अब ल्यान्डफर्महरू के भएर फेरि यहाँनिर बेस लेभल अफ इरोजन पुगिसकेको थियो, तर अब फेरि अपलिफ्टमेन्ट भएर अब फेरि यहाँबाट के हुन्छ, इरोजन पावर बढेर जान्छ। त्यसलाई चाहिँ के हुन्छ, डाइनामिक इरोजन। अब सेकेन्ड कन्डिसनमा यो स्ट्याटिकमा चाहिँ के हुन्छ भन्दाखेरि यसमा दुईवटा कन्डिसन छ। फर्स्टमा चाहिँ के हुन्छ भने सबमर्जेन्स अफ द सी अथवा सब्सिडेन्स भनेको मुनि तल झर्नुलाई के हुन्छ, सब्सिडेन्स अफ सी। अर्को चाहिँ छ ग्लेसिएसन भनेको जम्मिनु, जति पनि पानी परेको छ होइन त्यसलाई चाहिँ के हुन्छ, जम्मिनु, त्यसलाई भनिन्छ ग्लेसिएसन। अब सबै पानी त्यहाँनिर जमिएपछि के हुन्छ, यहाँनिर पानी आउने भयो, पानी आएन भने के हुन्छ, इरोजन पनि हुँदैन होइन। त्यसै कारणले यसमा चाहिँ दुईवटा कन्डिसन छ, ड्यु टु द सब्सिडेन्स अफ द सी अर द ग्लेसिएसन अफ द सी होइन। सब्सिडेन्स अफ द सी अनि ग्लेसिएसन अफ द सी को कारणले गर्दा के हुन्छ, सी लेभल के हुन्छ, घटेर जान्छ। अब सीमा के हुन्छ, पानी घटेर गयो होइन, सी लेभल के हुन्छ, डिक्रिज हुन्छ। जस्तै अब यो भयो, पहिला यहाँनिर पानी थियो अरे, वाटर थियो अरे होइन, ड्यु टु द सब्सिडेन्स अफ द सी फ्लोर सी फ्लोरको सब्सिडेन्स। अब यो अब फ्लोर तल गयो भने यो पानी अब कहाँ आयो, यहाँ आयो होइन। यो पानी यहाँ आएपछि फेरि यहाँबाट के भयो, इरोजन पावर बढ्छ। अब यहाँबाट इरोजन हुनु स्टार्ट हुन्छ फेरि। अर्को चाहिँ के हुन्छ भन्दाखेरि सपोज यहाँनिर पानी यहाँ माथिसम्म छ, सपोज अब सबै पानीमाथि हिमालमा माउन्टेनमा ग्लेसियर यो सबै फ्रोजन भयो होइन। फ्रोजन भएपछि पानी आउँछ, आउँदैन। पानी नआएपछि के हुन्छ, सीको लेभल के हुन्छ, डिक्रिज हुन्छ पानी नआएपछि। अनि त्यो कारणले पनि यहाँनिर के हुन्छ, तिमीहरूको इरोजन पावर बढेर जान्छ होइन। अर्को नेक्स्ट छ स्ट्याटिक। अब स्ट्याटिक भन्नाले स्ट्याटिकमा चाहिँ के बुझ्छौ भन्दाखेरि यहाँ चाहिँ रिभर लोड चाहिँ डिक्रिज अनि इन्क्रिजिङ द भोल्युम अफ वाटर। रिभर लोड डिक्रिज हुन्छ, रिभरको लोड बोक्ने क्षमता डिक्रिज हुन्छ अनि भोल्युम अफ वाटर चाहिँ के हुन्छ, इन्क्रिज हुन्छ। भोल्युम अफ वाटर इन्क्रिज होइन। भोल्युम अफ वाटर इन्क्रिज भएपछि के हुन्छ, अब भोल्युम अफ वाटर चाहिँ कसरी इन्क्रिज हुन्छ भन्दाखेरि चाहिँ ड्यु टु एउटा रेनफल, अर्को छ तिमीहरूको मेल्टिङ अफ आइस। आइस जब माथि ग्लेसियर भएर बसिएको थियो त्यो सबै के हुन्छ, मेल्टिङ भएपछि फेरि त्यहाँनिर के भयो, भोल्युम अफ वाटर बढेर जान्छ। अर्को चाहिँ हुन्छ रेनफल भएपछि के हुन्छ, अभियसली त्यहाँनिर भोल्युम अफ वाटर इन्क्रिज हुन्छ। इन्क्रिज भएपछि भोल्युम अफ वाटर इन्क्रिज भएपछि इरोजन पावर पनि बढेर जान्छ। यो चाहिँ हो तिमीहरूको rejuvenation type of rejuvenation. That's all. Thank you for watching. Keep supporting me. Good luck for your examinations.